कालीकोटको हालत कस्तो छ के छ न त केपी ओलीलाई थाहा छ, न त प्रचण्डलाई थाहा छ, न त शेरबहादुर देउवालाई थाहा छ, कसैलाई थाहै छैन कालीकोटको हालत। मान्छे बेलुका बिरामी भयो भने बिहान हस्पिटल पुगन्जेसम्म आधी बाटोमै मरिसक्छ, न त एम्बुलेन्स जान्छ न त रोड नै राम्रो छ। त्यस्तो छ कालीकोटको हालत। भन्छन् अझै गाउँ गाउँमा भोट मागौँ, मोर्चा गर्नुपर्छ, अर्को गर्नुपर्छ, यस्तो गर्छौँ त्यस्तो गर्छौँ, गर्ने चाहिँ केही होइन। अहिलेसम्म एउटा ठुलो हस्पिटल बनाएको छैन कालीकोटमा, केही छैन। न त बाटो राम्रो छ, न त कालीकोटका मान्छेले राम्रोसँग बत्ती बाल्न पाउँछन्, न त केही छ। रोड त्यस्तै छ। इभन मान्छे बिरामी भयो भनेपछि हस्पिटल जान नपाउँदै मरिसक्छ आधी बाटैमा। आधी बाटैमा मान्छे मरिसक्छ। हस्पिटल जान त पुरै छोडिदिनु, आधी बाटैमा मेन तल कर्णाली रोडमा पुग्नुभन्दा पहिल्यै मान्छे मरिसक्छ कि। त्यस्तो अवस्था छ कालीकोटको। अब फेरि पनि भोट उसैलाई दिने, उसैलाई जिताउने। अझै लाज लाग्दैन। भोट माग्दै हिँड्छन्, अर्को गर्दै हिँड्छन्। एकचोटि हिँडेर कालीकोट पुगेर आउनु कालीकोटको हालत कस्तो छ भन्ने कुरा। कालीकोट त पुग्नु भयो होला, कर्णाली रोड भएर सिधै जुम्ला जानुभयो होला। गाडीमा पनि कहाँ जाने, प्लेनमा गयो जुम्ला। एकचोटि कालीकोटको रोडमा गाडी लगेर खुद गाडी लगेर गएर एकचोटि पुगेर आउने। कालीकोटको हालत कस्तो छ के छ, कालीकोटको जनता कस्तो छन्, कालीकोटमा कस्तो अवस्था छ अहिले, रोड कस्तो छ। तलबाट गएको गाडी माथिबाट अर्को गाडी आयो भने बाटो पाउँदैन, पछाडि जानुपर्छ। ब्याग लगेर कहाँ छ खुला ठाउँ, त्यो खुला ठाउँमा गएर बाटो दिनुपर्छ। एउटा बस तलबाट जाँदा माथिबाट आएको बसले बाटो पाउँदैन। कालीकोटको हालत त्यस्तो छ। भन्छन् है काठमाडौँमा यस्तो रेल ल्याउँछु, यस्तो गर्छु, फलानै गर्छु, फलानै गर्छु। हरेक चुनावमा भन्ने चाहिँ त्यही हो, गर्ने चाहिँ केही होइन। बस आफ्नै आसेपासेलाई बोलायो, बसाल्यो, उसैले पाल्यो, छोरी बनायो, छोरा बनायो, जुवाइँलाई हेऱ्यो, बुढीलाई हेऱ्यो, यता हेऱ्यो उता हेऱ्यो। जनता मरोस् बाँचोस् मतलब छैन, केही छैन। अझै पनि यस्तो गर्छौँ त्यस्तो गर्छौँ, मोर्चा ल्याउँछु, अर्को गर्छौँ। त्यो त ठिकै हो, तर यी जो छन् नि जनता पनि अनि उनीहरूलाई साथ दिने झोलेहरू भन्छन् नि। अब मलाई थाहा छैन झोले भनेको के हो, तर झोले भन्छन् झोलेहरू। उनीहरूले पनि थाहा पाउनुपर्छ नि हाम्रो ठाउँमा यस्तो छ, यिनीहरूले विकास अहिलेसम्म गर्न सकेको छैन, नीति वर्ष भयो विकास गर्न सकेका छैनन्, केही छैन। यिनीहरूलाई नजिताम, नयाँ मान्छे खोजौँ। अहिलेको युवा केटाहरू पनि उनीहरूकै पछि लागिरहेछन्। हेर्छु गाउँ गाउँमा सबैले यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ। हाम्रो गाउँमा पुल छैन, हस्पिटल छैन, रोड छैन। इभन मान्छे बिरामी भयो भने चाहिँ हस्पिटल पुग्नुभन्दा पहिले मर्छ, थाहा छ त्यो भने। थाहा हुँदा हुँदै तर पनि जान्छन् स्कुलमा जान्छन्, यस्तो गर्नुपर्छ, यो पार्टीले जिताउनुपर्छ, यता गयो यो पार्टीले जिताउनुपर्छ। बुढाबुढीलाई उचालिरहेछन्, बच्चाहरूलाई उचालिरहेछन्। यत्रो पढा लेखेर खै कसो कहाँ पढेको हुन्। हाम्रो गाउँमा हस्पिटल छैन, हाम्रो गाउँको मान्छे यत्तिकै मर्छन्, आधी बाटो पुगेर मर्छन् भन्ने थाहा छ। कसले गर्छ के गर्छ पहिला युवाहरूले गरेपछि पो अनि हुन्छ। अब ठुल्ठुलो अलिकति म हेर्छु मेरो गाउँको युवाहरूलाई देखिरहेको छु। अब भन्छन् फेरि विदेशमा बसेर अलिक ठुला कुरा गर्न थालेछ भन्छन्। जबसम्म बाहिर आइदिएन तबसम्म बुझिँदैन। जबसम्म गाउँमा थियौँ त्यति बेला थाहा छैन कि आफ्नै बारेमा हेरिन्थ्यो, आफ्नै बारेमा सोचिन्थ्यो। जब बाहिर आइयो अलिकति न्युज हेर्न थालियो, प्रधानमन्त्री को हो, राष्ट्रपति को हो, गृहमन्त्री को हो भनेर चिन्न थालियो र उनीहरूले के गरेको छन् भने हेर्दाखेरि बुझ्दाखेरि अहिले थाहा भयो। अहिले तपाईँहरूलाई थाहा छ हाम्रो कालीकोट, मेन हाम्रो कालीकोट भनेर ढिम्ने चिल्खाको हालत कस्तो छ भन्ने कुरा। इभन पोल्लो साइड राँचुली यताउति पनि कस्तो छ तपाईँलाई थाहा छ। त्यहाँ हस्पिटल छ ठुलो, एउटा फोइमा हस्पिटल छ ठुलो। हाम्रो मेन ढिम्ने चिल्खाया कतमपुरमा अहिलेसम्म हस्पिटल छैन ठुलो। त्यहाँको मान्छे कतै भिडबाट लोट्यो भनेपछि हस्पिटल पुग्नुभन्दा पहिल्यै मर्छ। डेलिभरी यति गाह्रो डेलिभरी भयो भने चाहिँ कुनै बच्चा पाउँदाखेरि आइमाईलाई गाह्रो भयो भनेपछि त्यो महिलालाई मान्म पुर्याउन्जी या जुम्ला पुर्याउन्जीसम्म आधी बाटोमा मरिसक्छ के। न त एम्बुलेन्स छ त्यहाँको, न त बाटो राम्रो छ। तब नि हाम्रो गाउँको युवाहरू यो पार्टीलाई जिताउनुपर्छ, यस्तोलाई जिताउनुपर्छ भन्छन्। सबलाई बुढाबुढीलाई एक ठाउँमा राखेको छन्, सबलाई मिलाएको छन्, यता गरेको छन्, पार्टी गरेको छन्।
तर बुझ्ने हैनन्। उनीहरूलाई खुद थाहा छ हाम्रो गाउँमा यस्तो छ, हालत यो छ। पुल बनेको 9 वर्ष लागेर एउटा पुल बन्यो, त्यो पुल पनि पानी आउँदा बगाएर लग्यो। अहिले त्यो पुल बनाउनलाई पुरै गाउँको मान्छे मिलेर ढुङ्गामा सरी हालेर पुल बनाउन लागेको थियो। त्यस्तो अवस्था छ, तर बुझिरहेछन्। सरकारले के गर्ने हैन, थाहा छ, तर पनि यो पार्टीबाट आइज, यस्तो गर्नुपर्छ, यस्तो गर्छ, त्यस्तो गर्छ। खै अहिलेसम्म यत्रो वर्षको उमेर भयो गाउँमै बसेको, केही गरे देखिन। बल्ल बल्ल कहिले के गरेर अहिले बत्ती आइरहेछ, त्यही हो अलिकति भएको। बाँकी त खै रोड आएको कति वर्ष भयो त्यस्तै छ, अर्को आएको त्यस्तै छ। एकजना आउँछन् सबै खाइहाल्छन्, हेर्ने चाहिँ केही होइन, बाँकी सबै आफै खाने हुन्। जनतालाई फेरि यस्तो त्यस्तो गरिदिन्छु, यस्तो गरिदिन्छु भन्छन्। अहिलेसम्म राम्रो एउटा हस्पिटल बनाउन नसके, हस्पिटल आएको हस्पिटलमा डक्टर ल्याउनु नसकेर राँचुल्ली सरेको हो कि हाम्रो डिम्नियामा। हस्पिटल बन्यो, तर बन्न चाहिँ बन्यो, ठुलो हस्पिटल बनाए, टाइममा बनाउनु नसक्दा त्यहाँ हस्पिटल राँचुल्ली सरेको हाम्रो गाउँको हस्पिटल। त्यस्तो छ, गर्ने चाहिँ केही होइन, भन्ने चाहिँ सबै एकैचोटि। केपी बाले भने जस्तै काठमाडौँमा रेल ल्याउँछु, अर्को ल्याउँछु, पोखरामा पानी जाँच के ल्याउँछु, यस्तो हलनै फलानै हरेक भाषामा भने जस्तै यो गर्ने चाहिँ केही होइन। न त पुल बनाउन सक्छन्, न त मेन हस्पिटल बनाउन सक्छन्, न त त्यो भत्केको रोडलाई नै बनाउन सक्छन्। केही गर्ने होइन भन्ने चाहिँ केपी बाको भाषणमा, हरेक भाषणमा यस्तो गरिदिन्छु, त्यस्तो गरिदिन्छु, यता यस्तो गरिदिन्छु, बस भन्दै भाषण छाड्दै हिँड्ने हो। इभन अहिलेसम्म कालीकोटको मुख्यमन्त्री हो त्यो पनि थाहा छैन मलाई। के राम्रो काम गरे भए थाहा हुन्छ, कामै गरेको छैन त के हेर्नु। के राम्रो काम गरिकन जनतालाई राम्रो गरेपछि अनि यो यस्तो थियो भन्ने हुन्छ, बुझिन्छ। मन परे लाइक गरिदिनु, सेयर सब्सक्राइबर गर्न चाहिँ नबिर्सिनु होला, सब्सक्राइबर गरिदिनु।